हेलो साथीहरू नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म हजुरहरूलाई हाम्रो कोरियाको सानो करेसाबारी भिजिट गराउँछु ल। म घरदेखि निस्किसकेको बाटोमा छु नि त, अनि एकदमै घाम छ क्या, एकदमै घाम चर्किरह, अनि कस्तो आँखाले पनि हेर्नै मिलेन के घाममा। अनि म चाहिँ मेरो 4 बजीदेखि हो नि त काम, अनि दिउँसो के गरम भयो, अनि त्यही भएर खेततिर जानु पर्यो। के लगाउनु पर्यो रहेछ, के उम्रियो, के कस्तो भयो भनेर म चाहिँ जाँदैछु। बारी चाहिँ पर हो, म यस्तो यो बाटो हुँदै जाँदैछु। सबै साथीहरू काममा बिजी हुनुहुन्छ, मेरो फेरि बिहानको काम छैन आजभोलि। बिहानको काम चाहिँ बन्द भयो के, 1 हप्ता भनेको 3 हप्तासम्म बन्द भयो। अनि साँझको चाहिँ 4 बजीदेखि काम छ नि त, अनि दिउँसभरि रुममा एक्लै बस्दा बोरिङ हुन्छ क्या। अनि आज चाहिँ खेततिर जानु पर्यो, के कस्तो रहेछ भनेर चाहिँ म खेततिर जाँदैछु। हामी बस्ने चाहिँ उता हो नि त, हो माथि। अनि यता खेतमा जाँदा यहाँनिर के यहाँ सपिङ सेन्टर छ, यस्तो के कपडा आइछ, कपडा पनि चाहिएको छ नि त मलाई, कपडाहरू नै हेर्नु पर्यो। मलाई चाहिँ एउटा प्यान्ट चाहिएको थियो कि, अनि हेरी त्यहाँ गएर हेरेँ छ कि मलाई मिल्ने भनेर हेरेँ है। त्यहाँ चाहिँ मलाई मिल्ने साइज चाहिँ रहेनछ क्या, पुरै सानो मात्रै। अनि हेरी त्यही भएर म निस्किसकेँ। अनि म जाने चाहिँ यहाँदेखि यता पारी हो। अब म यहाँनिर बाटो क्रस गर्दैछु। म चाहिँ यहाँनिर बाटो क्रस गर्दैछु। हामीले खेत लिएको साउको घर चाहिँ यही हो साथीहरू। अनि खेतमा जाने बाटो चाहिँ यतादेखि। कस्तो आनन्द आउने चराहरू कराइरह, अनि गर्मी त छ। खेतमा चाहिँ आइसकेँ। हाम्रो खेत चाहिँ कुन हो भन्दा छैन, धेरै त केही लगाएकै छैन, त्यही पनि हाम्रो चाहिँ यो साथीहरू। अनि यहाँ टमाटर, अनि फर्सी, भिन्डी, मकै, अनि त्यो साग, के लगाउनु रहेछ। अरूको त हेर्नु कति दामी भयो नि त, अरूले त राम्रोसँग लगाउँछन्, हाम्रो त फुर्सद नै छैन के केही पनि। अनि सबै काममा बिजी छौँ नि त, त्यही भएर। यहाँनिर चाहिँ आरू पनि फलेको रहेछ के, हेर्नु त, आरू आल्चाहरू नि रहेछ यहाँनिर त। अनि यो बोराको चाहिँ मल हो, यहाँनिर झेक्रा भइहाल्यो। हाम्रो कोदालो पनि यही नै रहेछ, घरमा पनि लैजानु भनिन्छ कि। यही हो हाम्रो खेत। अब चाहिँ सन्डे चाहिँ मजाले लगाउनु पर्छ आएर खनेर। अरू खेतमा चाहिँ खुर्सानी, प्याज, अनि फेरि उता साग के फलिरह। हाम्रो त राम्रो हेरेर छ हाम्रो बारीले त, सबै बिजी भएपछि के गर्नु। अनि पानी चाहिँ यो पाइप छ, अनि यसबाटै पानी लगाउनु मिल्छ। मल चाहिँ किन्नुपर्छ, मल लाग्दा चाहिँ। यो अरूको चाहिँ यहाँ सिलम, साग, आलु, मकै, सकरखण्ड, अनि फेरि खुर्सानी के लगाएको छ कि। अरूले त भान्टा, अनि फेरि बन्दा रहेछ यहाँनिर, बन्दा। अरूको चाहिँ यस्तो मजा लगाएको छ नि, यहाँनिर चाहिँ खै के लगाएको रहेछ चिन्न मैले त। के लगाएको छ, अरूको खाने भइसक्यो, हाम्रो त केही न केही। पुदिना पनि रहेछ, साग पनि धेरै बाक्लो भएछ कि। यो बेर्न त सार्ने हो, तर पनि एकदमै बाक्लो भएछ। मकै चाहिँ राम्रो भयो है हाम्रो, मकै, टमाटर, अनि सागको बिरुवा चाहिँ राम्रै भएको छ। अनि यता फर्सी, बोडीहरू पनि राम्रै हुँदैछ। चाहिँ धनियाँ छरेको भर्खरै उम्रिँदैछ, धनियाँ राम्रो भएर उम्रिँदै रहेछ।
यहाँ चाहिँ हाम्रो फर्सी फलिसक्यो यता अनि यता चाहिँ मन्टा जाँदैछ यता चाहिँ फर्सी फलिरहेको के यति सानो बोटमा पनि फलिसक्यो यहाँ काँक्रो पनि सानो बोतिलो लागेछ अनि यता चाहिँ फेरि फर्सी पनि उम्रिँदैछ यो हो के कोदालो चाहिँ यतै राखेर जानुपर्छ फेरि आएर खन्न पर्छ नि त त्यही भएर यता नि फर्सीहरू फल्दैछ काँक्रो टमाटर सगरनहरू फल्दैछ ल साथीहरू मेरो कोरियाको बारी चाहिँ यही हो तपाईहरुलाई भिजिट गराइसकेँ अब भने म घरतिर फर्किन्छु यस्तो गर्मी छ नि उफ के सोच्नै नसक्ने अवस्था आयो गर्मीले गर्दा बाहिर काम गर्न त गाह्रो रहेछ साथीहरू गाह्रो छ गरिखान बोल्न मलाई आउँदैन के मिलाएर बोल्नै आउँदैन अनि यस्तो बोली भनेर चाहिँ बिल्ला नगर्नु ल साथीहरू के गर्नु यस्तै छ बोली अनि काउलो पारेर बोल्नै आउँदैन आफ्नो जस्तो बोलियो त्यस्तै बोल्दाखेरि चाहिँ हजुरहरूलाई मन नपर्न सक्छ तर पनि धेरै माया गरिदिनु होला है हाम्रो कोरियाको करेसाबारी खेतबारी जे भने पनि त्यही हो तपाईहरुलाई म भिजिट गराइसकेँ अनि म चाहिँ फेरि रुममा फर्किन लागिसकेँ कि यस्तो गर्मी छ छाता लिएर आउनु पर्दैछ छातै नल्याइ आएँ यत्तिकै आएँ अन्त हामीले त यत्रो 2 महिनासम्म कोरियाको रुममा बस्दा हल्का गरी भइथे त्यो गरी चाहिँ आज एकै दिनको घामले काली गरौला जस्तो लागिरह है मलाई चाहिँ त्यही भएर म चाहिँ फर्केँ आँखै हेर्न भएन क्या घाम यस्तो चर्क्या नि आँखै हेर्न मिलेन ल बाई साथीहरू थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला है।